कान्छो सो हेलो गाइस, सबैजनालाई मेरो नयाँ भिडियोमा स्वागत छ। र अनि आजको भिडियो चाहिँ म भन्दा पनि कान्छोसँग आएको छु। आजको भिडियो चाहिँ म यता डाइरेक्ट डाउनी लाने ठाउँदेखि बनाउँदैछु हैन। हामी आएको चाहिँ कहाँ भयो, झन्डी डाँडा हैन। झन्डी डाँडा यता पर यो के अरे पेल्टीमारीदेखि अलिक माथितिरको झन्डी डाँडापट्टि आएको हुनु चाहिँ झन्डी डाँडा चाहिँ अलिकति माथि यस्तो जाने बाटो हो। तर हामी चाहिँ अलिकति बाटो अप्ठ्यारो भएको कारणले यहाँदेखि झर्ने प्लान गरेको छौँ हैन। के कस्तो हुन्छ हेरिदिनु होला हैन। सबैलाई लाइक सब्स्क्राइब चाहिँ गरिदिनु होला सबैले। ल अनि हाम्रो साइकलहरू चाहिँ यसरी छ। अनि के कस्तो हुन्छ अनि आजको भिडियो हैन। बबाल जे होस्, बाटो राम्रै छ, खतरा हान्ने विचार गरेको छौँ। चालो भेनाले सपोर्ट गर्नु पर्यो र भिडियोमा नयाँ हुनुहुन्छ भने लाइक सब्स्क्राइब अनि सेयर गर्नु होला। ल अब बाटोमा भेट्नुपर्छ, ट्रेलमा भेट्नुपर्छ भनौँ न। चस गरौँ न, जस नगरी त कहाँ नि भयो त। ल बिस्तारै खान्छ ल। ल बबाल छ है बबाल। यो गाइज यो थाहा छ नि ट्राल्दैन कान्छ बाटो थाहा छ नि होइन। यो बिस्तारै यहाँ त अलिक अप्ठ्यारो छ। केही छैन यहाँ चाहिँ अलिकति ग्याप छ। यो भिडियोमा हेर्दा नर्मल देखिन्छ त त्यस्तो चाहिँ हुँदैन है। ल केही छैन खाना उता यो यो बिस्तारै आस्ते झन्डै नि हो। त्यस्तोदेखि झार्नु तिमीले अनि केही छैन। ल होइन सेफ राइटै खान्छ। अलिक जङ्गल छ होइन। अगाडिको ब्रेक होइन। म बाटो त यहाँ त ठोकिन्छ, यो गर्नु हुँदैन। कस्तो अड्केको झेट। ल यहाँ त नहानु खान्छ, एकदम रिस्की हो यहाँ चाहिँ। यो के साइकल चढी उल्टी हानिरहेको छ अहिले। कस्तो अप्ठ्यारो हो अनि सट सकप्ने निक्लिएको रहेछ। हुन्छ बनाऊ। सो गाइस यहाँ चाहिँ अलिकति कान्छ होइन, फ्रेस भयो होइन। अनि बाटो चाहिँ आजभोलि यो के अरे के भन्छ अहिले बर्खा लागेकोले गर्दा एकदम डेन्जर छ। त्यही भएर अलिक गाह्रो हुन्छ होइन। हान्छ अलिक हान्दैन होला। चलो यहाँदेखि चाहिँ अलिक इजी बाटो छ है। अब यहाँदेखि चाहिँ अनि सबै झर्नुपर्छ भनौँ न। ठिक छ बल यो हिँड हट। बवाल छ नि वाउ हट
ल ल ल ल ल ल चल 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 बाटो छ नि होइन ओ भाइ यो 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 यस एकैछिन रोक त थोरै ल ए हुन्छ ठिक छ त भिडियो बबाल अरे वाह के हो यस्तो यो किसिमै छ त बाटो त होइन होइन किसिमै छ त बाटो त गाइजहरू ओमा झन्डै हो दुलोभित्र आउटेरी हो साथीभाइहरू सुतियो एकछिन कस्तो खालको रहेछ हौ यसले नि ठ्याट यस्तोमा अड्क्यो नि हेर न अलिकति चोट पो पऱ्यो त ओहो यसमा छ्याप्पै अड्क्यो कि छोड्दै छोडिएन क्या यस्तोमा चेपिएर कस्तो खालको यो सो गाइज अहिले चाहिँ कस्तो हुँदैछ अहिले चाहिँ होइन अलिअलि लडियो हल्का हल्का थोरै थोरै उ पनि भएको छ तर केही छैन सेफै छौँ अनि ठिक छ नि होइन ल अब चाहिँ हामी यहाँदेखि लाग्नुपर्ने हुन्छ त्यो साइकल पनि लडिरहेछ त भिडियो गरेको ल बिस्तारै हिँड्नु लगान्छ एकदम सेफ भएर ल होइन ल अब त चिरियो पनि होला सायद ल ल ल कस्तो अलिकति कान्छोको क्रास भएर खुट्टामा चोट लाग्यो होइन कस्तो आइपुग्ने बेला आएको त त्यो पनि ल हुन्छ ल ए त्यता त होइन ल भन्छ ल ठिक छ बिस्तारै यहाँदेखि चाहिँ अब हामी अघि कहाँ बसिरहेको थियौँ हामी एन्डिङ पोइन्टमा आइपुगिसकेको छौँ जस्तो लाग्छ मलाई के हो लास लाग्दैन धान मार्नु भनेर जान्छ यहाँदेखि उभिएर त्यो कन्ट्रोलिङ हुन्छ ए हामी यहीँ झरेछ नि त अघि पनि उपर हामी अघि गएको ठाउँ ल